भैलो हिँड्ने टिमहरू आउनु देखा परेन यहाँ। आज हाम्रो पैसा कति भयो गाइस? 1150 भएको छ आज चाहिँ हाम्रो पैसा एकजनाको भागमा होइन यहाँ हाम्रो चाहिँ पैसा बाँड्ने देउसी देखेको पैसा राम्रो यता बाँड्ने मान्छे चाहिँ 7 जना होइन पैसा बाँड्ने मान्छे 6 जना पैसा साथीहरू आज कस्तो भयो देउसी खेल्नलाई? अनि यता कति भयो हाम्रो पैसा भनिदिनु भयो तिमी? अनि देउसी भइदिँदा रमाइलो भयो कि भएन? भूमिका कस्तो भयो त? मलाई रमाइलो लाग्यो। अर्कोचोटि हिँड्नु नहिँड्ने? हिँड्ने अनि यता पार्टी छिन् पार्वतीजी कस्तो भयो हाम्रो आज देउसी भैलो? अनि आज हामी अहिले हामी यहाँ देउसी भैलो खेलेर यहाँनिर चट्ट लाएर होइन के चट्ट खाजा खान आएको पार्टी पसल्नेहरू चाहिँ को छ न भन? कतिजना छन् पसल्नेहरू? रितु साउनी कतिको चटपटी बन्दैछ? 100 अर्को पसल्ने बुढी पसल्ने बुढी पसल्ने के गर्नु हुँदैछ ऊ निउरेर? भूमिका जी किन निन्दा लाग्यो? लाउन तेल हाल अलिक मिठो खाम न। निन्दाको बेलामा पिरो अमिलो गुलियो यता हुनुहुन्छ हाम्रो चिनी पनि हाल। हामीले यहाँ चट्ट लगाएर पसल्नेहरू पसल्ने यहाँ पसल्नेहरू त यति राम्रो माला उनेछ नि मलाई देखा भाइ यो फुल कति मजा आउँछ। तपाईको लागि भोलि तिहार सकेपछि जाने है। ओइ म यो भोलि चोरेर लान्छु लगौँ तिहार सकेपछि लैजानु। यति राम्रो पारेर यतातिर झिलिमिली तारा पनि लागेछन्। राति चटपटी खाँदैछौँ हामी चाहिँ साथीहरू के गर्नु देउसी भैलो हेरेर देउसी भैलोबाट उठेको पैसाले चटपटी हम्याङ जान्छ होइन रातभरि। अब बसाल्नेहरू चटपटी मिठो भन है चटपटी मिठो भन के अरे नसक्यो। देउसीले खेलेर हामी चाहिँ यहाँ अहिले 11 बजी राति 2 जना जाँदैछौँ। यता तलतिर के हुँदैछ हौ पार्टी? यता यता हेर्न कस्तो भयो त आज देउसी? यता हेर्न राम्रो भयो होइन देउसीले? पैसा कमियो होइन? कति पैसा कमियो? यता हेर्न कति भागमा पर्यो? यता यता भएर फर्केर हेर्न 150 पऱ्यो। हामी खाँदै धेरै घर नगएको नि त है। अहिले हामी यहाँनिर अहिले यहाँ आइपुग्नु सानियामा घरमा अनि देउसुरी खेलेर आएको नि त साथीहरू। अनि आज हाम्रो कति उठ्यो त पैसा 6 जनाको? 1150 150 पर्छ 6 जनालाई। अनि 250 को त चटपटी खायो मान्छे भिसक्यो खाँदै यहाँनिर। अब सुत्नुपर्छ साथीहरू। अनि आज चाहिँ हाम्रो एकदमै रमाइलो भयो साथीहरू एकदमै रमाइलो भयो।